श्रीमानको धोका देखेर फर्किँदै गरेकी एक महिलाको बस यात्रामा भएको एउटा सामान्य भेटले उनको पूरै जीवन बदलिदियो। आखिर त्यो अपरिचित मानिस को थियो? साथीहरू, तपाईहरूलाई हाम्रो च्यानलमा हार्दिक स्वागत छ। यदि तपाईलाई भावुक, रोमान्टिक र जीवनका यथार्थसँग जोडिएका नेपाली कथाहरू मनपर्छ भने यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। आजको कथा विश्वास, धोका, नयाँ आशा र साँचो प्रेमको एउटा अविस्मरणीय यात्रा हो। यो कथाले तपाईको मन अवश्य छुनेछ। यदि भिडियो मन परेमा लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै उत्कृष्ट नेपाली कथाहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्न नबिर्सनुहोस्। अब सुरु गरौँ आजको रोचक कथा। पश्चिम नेपालको एउटा सानो बजारमा बस्ने मञ्जरीको जीवन बाहिरबाट सामान्य देखिन्थ्यो, तर उनको मनभित्र धेरै वर्षदेखि एउटा गहिरो पीडा लुकेको थियो। विवाह भएको केही समयपछि उनका श्रीमान अर्जुन रोजगारीको सिलसिलामा पूर्वतिरको ठूलो सहर इटहरी सरेका थिए। सुरुमा उनले केही महिनापछि श्रीमतीलाई पनि सँगै लैजाने वाचा गरेका थिए। मञ्जरीले त्यो वाचामाथि पूर्ण विश्वास गरिन्। समय बिस्तारै बित्दै गयो। सुरुमा हरेक हप्ता फोन आउने गर्थ्यो, त्यसपछि महिनामा एक पटक मात्र। पछि त महिनौसम्म कुनै खबर आउनै छोड्यो। मञ्जरीले धेरै पटक सोधिन् कहिले बोलाउने हो। प्रत्येक पटक एउटै उत्तर आउँथ्यो, अझै अलि समय पर्ख। एक दिन गाउँकै एक चिने जानेको मानिसले अनौठो खबर सुनायो। अर्जुन इटहरीमा अर्कै महिलासँग बस्दैछन् भन्ने कुरा धेरैले चर्चा गर्न थालेका थिए। सुरुमा मञ्जरीले विश्वास गरिनन्, तर मनले शान्ति पाएन। अन्ततः उनले सत्य आफै हेर्ने निर्णय गरिन्। लामो बस यात्रापछि उनी इटहरी पुगिन्। कसैलाई केही नभनी चुपचाप खोजी गर्न थालिन्। धेरै सोधपुछपछि उनले एउटा घर देखिन् जहाँ अर्जुन एउटा सानो परिवारसँग हाँस्दै बसेका थिए। त्यो दृश्यले उनको संसार नै बदलियो। उनी टाढैबाट फर्किन्, न कुनै झगडा गरिन्, न कुनै प्रश्न। आँखा रसाए, तर मनले एउटा निर्णय गरिसकेको थियो। अब उनी आफ्नो सम्मानसँग सम्झौता गर्ने थिएनन्। त्यही साँझ उनी घर फर्किने बसमा चढिन्। झ्यालतिरको सिटमा बसेर बाहिरको अँध्यारो हेर्दै गर्दा मनमा हजारौं सम्झनाहरू आइरहेका थिए। आँसु रोक्न खोजे पनि रोकिएन। केही समयपछि अर्को यात्रु आएर उनको छेउको सिटमा बसे। उनको नाम विवेक थियो। उनी कामको सिलसिलामा बारम्बार यात्रा गर्ने सिभिल इन्जिनियर रहेछन्। बस केही घण्टा अघि बढिसकेको थियो। मञ्जरीले पानी खोजिन्, तर बोतल खाली भइसकेको रहेछ। विवेकले चुपचाप आफ्नो झोलाबाट नयाँ बोतल निकालेर भने, यदि तपाईलाई आपत्ति छैन भने यो लिनुहोस्। मञ्जरीले मुस्कुराउँदै धन्यवाद भनिन्। लामो समयपछि कसैले कुनै स्वार्थ बिना गरेको सानो सहयोगले उनको मन छोयो। रात गहिरिँदै गयो। बस पहाडी सडक हुँदै अघि बढिरह्यो। चिसो बढेपछि विवेकले झ्याल राम्रोसँग बन्द गरिदिए। त्यसपछि उनीहरू बीच सामान्य कुराकानी सुरु भयो। काम, परिवार, जीवन र सपनाका बारेमा। मञ्जरीले आफ्नो सम्पूर्ण पीडा भनेकी थिएनन्, तर विवेकले उनको अनुहारमा लुकेको दुःख महसुस गरिरहेका थिए। उनले कुनै अनावश्यक प्रश्न गरेनन्, केवल सुन्ने प्रयास गरे। बीच बाटोमा बस खाना खान रोकियो। विवेकले सँगै खाना खान आग्रह गरे। सुरुमा मञ्जरी हिचकिचाइन्, तर धेरै आग्रह नगरी उनले केवल साथीको रूपमा साथ दिइन्। त्यो साँझको सामान्य भोजन पनि उनलाई धेरै वर्षपछि मनबाट खाएको पहिलो खाना जस्तो लाग्यो। यात्रा फेरि सुरु भयो। रातको शान्त वातावरणमा बसभित्र सबैजना निदाउन थाले। मञ्जरीको आँखामा भने निद्रा थिएन। बाहिर चम्किरहेका ताराहरू हेर्दै उनले आफ्नो विगतलाई बिस्तारै बिदाई गरिरहेकी थिइन्। बिहान उज्यालोसँगै बस आफ्नो अन्तिम गन्तव्यमा पुग्यो। झर्नु अघि विवेकले मुस्कुराएर भने, जीवनले कहिलेकाहीँ धेरै कठोर परीक्षा लिन्छ, तर त्यसपछि नयाँ बाटो पनि देखाइदिन्छ। मञ्जरीले पहिलो पटक मन खोलेर मुस्कुराइन्। उनले आफ्नो नम्बर दिन अस्वीकार गरिनन्, तर कुनै हतार पनि गरिनन्। उनीहरू छुटिए, तर दुवैको मनमा एक अर्काप्रति सम्मान र आत्मीयताको एउटा नयाँ भावना जन्मिसकेको थियो। केही महिनापछि एउटा पुस्तक प्रदर्शनीमा उनीहरू फेरि संयोगले भेटिए। यसपटक भेट आकस्मिक मात्र रहेन। उनीहरूले एक अर्कालाई राम्रोसँग चिन्ने समय दिए। विश्वास, सम्मान र इमानदारीका आधारमा उनीहरूको सम्बन्ध बिस्तारै गहिरिँदै गयो। मञ्जरीले त्यस दिन बुझिन् कि साँचो प्रेम जबरजस्ती माग्नुपर्ने कुरा होइन। जसले सम्मान गर्छ उसले कहिले एक्लो महसुस गराउँदैन। विगतले उनलाई पीडा दिएको थियो, तर त्यही पीडाले नयाँ जीवनतर्फ अघि बढ्ने साहस पनि दिएको थियो। नयाँ यात्राको सुरुवातसँगै उनको अनुहारमा देखिएको मुस्कान धेरै वर्षपछि पहिलो पटक मनदेखि आएको थियो। पुस्तक प्रदर्शनीमा भएको दोस्रो भेटपछि मञ्जरी र विवेक बीचको सम्बन्ध बिस्तारै
सहज बन्दै गयो। उनीहरू हरेक दिन कुरा गर्थेनन्, तर जब कुरा हुन्थ्यो समय बितेको नै थाहा हुँदैनथ्यो। विवेकले कहिले अनावश्यक प्रश्न गर्दैनथे। मञ्जरी पनि आफ्नो विगतको पीडा बिस्तारै खोल्दै गइन्। एक दिन विवेकले मञ्जरीलाई सहरभन्दा बाहिर रहेको एउटा शान्त तालको किनारमा घुम्न जाने प्रस्ताव राखे। मञ्जरी केही क्षण मौन रहिन्। धेरै वर्षपछि कसैसँग यसरी भेट्न जाने निर्णय गर्न उनलाई सजिलो थिएन, तर विवेकको व्यवहारले उनको मनमा विश्वास जगाइसकेको थियो। शनिबार बिहान दुवै तालतिर पुगे। चिसो हावा चलिरहेको थियो। पानीको सतहमा परेका सूर्यका किरणहरू टल्किरहेका थिए। वरिपरि चराहरूको मधुर आवाजले वातावरणलाई अझ रमाइलो बनाएको थियो। मञ्जरी धेरै समयपछि मनदेखि हाँसिरहेकी थिइन्। विवेकले तो मुस्कान हेरेर भने, आज तपाईको अनुहारमा देखिएको खुसी कुनै पनि सुन्दर दृश्यभन्दा धेरै राम्रो लागिरहेको छ। मञ्जरी लजाउँदै मुस्कुराइन्। धेरै वर्षपछि कसैले उनको खुसीलाई यति ध्यान दिएर हेरेको थियो। दुवै लामो समयसम्म तालको किनारमा हिँडिरहे। जीवनका असफलता, भविष्यका सपना, परिवार र जिम्मेवारीका बारेमा खुलेर कुरा गरे। विवेकले कहिल्यै आफूलाई ठूलो देखाउने प्रयास गरेनन्। उनी केवल एउटा असल साथी बनेर मञ्जरीको साथमा थिए। समय बित्दै जाँदा उनीहरूको भेट नियमित हुन थाल्यो। कहिले चिया पसलमा बसेर कुरा हुन्थ्यो, कहिले पुस्तक किनेर एउटै पार्कमा बसेर पढ्थे, कहिले वर्षाको हल्का झरीमा एउटै छातामुनि घर फर्किन्थे। एक साँझ हल्का पानी परिरहेको थियो। दुवै बस पार्कबाट घर फर्कँदै थिए। हावाले छाता बारम्बार उडाइरहेको थियो। मञ्जरी चिप्लिन लाग्दा विवेकले तुरुन्त उनको हात समाते। मञ्जरी केही क्षण स्तब्ध भइन्। विवेकले तुरुन्तै हात छोड्दै भने, माफ गर्नुहोस्, तपाईँ लड्नुहुन्थ्यो भनेर मात्र समातेको। मञ्जरीले मुस्कुराउँदै उत्तर दिइन्, धन्यवाद, आज तपाईँले हात नसमातेको भए सायद म लड्थे। त्यो सानो क्षण दुवैको मनमा धेरै समयसम्म बसिरह्यो। केही सातापछि विवेकले मञ्जरीलाई आफ्नो आमासँग भेटाए। वृद्ध आमाले मञ्जरीलाई पहिलो भेटमै आफ्नै छोरी झैं माया गरिन्। मञ्जरीको मन धेरै भावुक भयो। उनले वर्षौंपछि परिवारको न्यानोपन महसुस गरिन्। घर फर्कने बेला विवेकले बिस्तारै भने, मञ्जरी, म तपाईको विगत मेटाउन सक्दिन, तर यदि तपाईँ चाहनुहुन्छ भने तपाईको भविष्यमा सधैँ सम्मान र साथ भएर उभिन चाहन्छु। मञ्जरीको आँखामा आँसु भरियो। ती आँसु दुःखका थिएनन्, ती विश्वास फेरि जन्मिएको क्षणका आँसु थिए। उनले केही बेर आकाशतिर हेरिन्, त्यसपछि शान्त स्वरमा भनिन्, मलाई फेरि कसैमाथि विश्वास गर्न धेरै गाह्रो लागेको थियो, तर तपाईले कुनै ठूलो वाचा नगरी आफ्नो व्यवहारले विश्वास जित्नुभयो। विवेकले मुस्कुराउँदै भने, प्रेम भनेको ठूलो शब्द होइन, हरेक दिन गरिने सानो सम्मान र सानो साथ हो। त्यस दिनदेखि उनीहरूको सम्बन्ध अझ गहिरो बन्दै गयो। उनीहरू हतारमा कुनै निर्णय गर्न चाहँदैनथे। उनीहरू एकअर्कालाई बुझ्न, सम्मान गर्न र समय दिन चाहन्थे। मञ्जरीले आफ्नो विगतका सबै कानुनी प्रक्रिया पूरा गरिन् र नयाँ जीवन सुरु गर्ने निर्णय गरिन्। विवेक हरेक कठिन मोडमा उनको साथमा उभिए, तर कहिल्यै दबाब दिएनन्। एक वर्षपछि त्यही तालको किनारमा जहाँ उनीहरू पहिलो पटक सँगै घुम्न गएका थिए, विवेकले एउटा सानो फूलको गुच्छा मञ्जरीतर्फ बढाउँदै भने, यदि तपाईलाई उचित लाग्छ भने बाँकी जीवन पनि यही सम्मान र विश्वासका साथ सँगै हिँड्न चाहन्छु। मञ्जरीको अनुहारमा उज्यालो मुस्कान फैलियो। उनले फूलको गुच्छा स्वीकार गरिन् र शान्त स्वरमा भनिन्, यसपालि मैले कसैको वाचामा होइन, उसको चरित्रमा विश्वास गरेकी छु। त्यो साँझ अस्ताउँदै गरेको सूर्यसँगै उनीहरूको नयाँ जीवनको अध्याय सुरु भयो। प्रेम उनीहरूका लागि केवल आकर्षण थिएन, त्यो विश्वास, सम्मान, धैर्य र एकअर्काको खुसीलाई आफ्नै खुसी ठान्ने एउटा सुन्दर यात्रा बनिसकेको थियो। समय आफ्नै गतिमा अघि बढ्दै गयो। मञ्जरी र विवेकले हतारमा कुनै निर्णय गरेनन्। उनीहरूले पहिले एकअर्काको परिवारलाई चिन्ने, जीवनका लक्ष्य बुझ्ने र विश्वासलाई अझ बलियो बनाउने निर्णय गरे। केही महिनापछि दुवै परिवारको उपस्थितिमा सानो र आत्मीय समारोहमा उनीहरूको विवाह सम्पन्न भयो। विवाहमा धेरै तामझाम थिएन, तर सबैको अनुहारमा खुशी र आशीर्वाद थियो। मञ्जरीले आफ्नो नयाँ जीवनको सुरुवात डर होइन, आत्मविश्वासका साथ गरिन्। विवाहपछि पनि विवेकको व्यवहार कहिल्यै बदलिएन। उनले मञ्जरीलाई सधैँ सम्मान दिए, हरेक निर्णयमा उनको विचार सुने र जीवनका हरेक मोडमा साथ दिए। मञ्जरीले पनि आफ्नो विगतलाई सम्झेर दुखी हुने बानी बिस्तारै छोडिन्। अब उनी वर्तमानमा बाँच्न सिकिसकेकी थिइन्। केही वर्षपछि उनीहरूले सहरको किनारमा एउटा सानो घर बनाए। घरको आँगनमा मञ्जरीले आफ्नै हातले धेरै फूलहरू रोपिन्। बिहान ती फूलहरूलाई पानी हाल्दै गर्दा उनी मुस्कुराउँथिन्। कहिलेकाहीँ उनलाई लाग्थ्यो जीवनले धेरै परीक्षा लिए पनि अन्त्यमा राम्रो मान्छेसँग भेट गराइदिँदो रहेछ। एक साँझ दुवैजना त्यही आँगनमा बसेर चिया पिइरहेका थिए। सूर्य बिस्तारै अस्ताउँदै थियो। विवेकले मुस्कुराउँदै भने,
यदि त्यो दिन बसमा हाम्रो भेट नभएको भए सायद हाम्रो जीवन फरक हुन्थ्यो। मञ्जरीले हल्का मुस्कान दिने उत्तर दिइन्, कहिलेकाहीँ एउटा सानो संयोगले पूरै जीवन बदलिदिन्छ। दुवैले एकअर्कातर्फ हेरेर मुस्कुराए। शब्दभन्दा पनि उनीहरूको मौनताले धेरै कुरा भनिरहेको थियो। त्यो सम्बन्ध विश्वास, सम्मान र साँचो मायामा आधारित थियो। मञ्जरीले अन्तिम पटक आफ्नो विगत सम्झिन्। उनले कसैप्रति रिस वा घृणा राखिनन्, बरु जीवनले सिकाएको पाठका लागि कृतज्ञ भइन्। यदि ती कठिन दिनहरू नआएका भए उनले साँचो साथ र साँचो माया चिन्न सक्ने थिएनन्। जीवनले उनलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो। सम्बन्ध केवल बाचाले टिक्दैन, व्यवहारले टिक्छ। प्रेम केवल शब्दले प्रमाणित हुँदैन, सम्मान, विश्वास र साथले प्रमाणित हुन्छ। यही सोचका साथ मञ्जरी र विवेकले आफ्नो नयाँ जीवन खुशी, आत्मीयता र विश्वासका साथ अघि बढाए। उनीहरूको कथा धेरैका लागि एउटा प्रेरणा बन्यो कि कठिन समय सधैँ रहँदैन। एक दिन नयाँ बिहान अवश्य आउँछ र त्यो बिहानसँगै नयाँ आशा र नयाँ खुशी पनि आउँछ। यसरी मञ्जरी र विवेकको प्रेम कथा एउटा सुन्दर, शान्त र सुखद अन्त्यमा पुग्यो। तर उनीहरूको प्रेमको यात्रा भने जीवनभर चलिरह्यो। मञ्जरीको जीवन एक समय सपनाले भरिएको थियो। उनलाई लागेको थियो कि प्रेम र विश्वासले जीवनभर साथ दिनेछ। तर एउटा अप्रत्याशित घटनाले उनको संसार नै बदलिदियो। निराशाको बीचमा सुरु भएको एउटा साधारण बस यात्रा कसरी उनको जीवनको सबैभन्दा ठूलो मोड बन्यो। यही हो आजको कथा। कथा यही समाप्त हुन्छ। यदि यो कथा तपाईलाई मन पर्यो भने भिडियो लाइक गर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्। तपाईको एउटा कमेन्टले हामीलाई अझ राम्रो कथा ल्याउने प्रेरणा दिन्छ। यस्तै मौलिक, भावुक र रोचक नेपाली कथाहरू नियमित हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिचेर सबै नयाँ भिडियोको सूचना प्राप्त गर्नुहोस्। हामी फेरि अर्को नयाँ र मन छुने कथासहित भेट्नेछौँ। धन्यवाद, नमस्कार।